हेलो साथीहरू, मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज पनि मेरो छोटो भिडियो लिएर तपाईँहरू सामु आइसकेको छु। सबैजनाले पुरा हेरेर प्रतिक्रिया दिनुहोला। अनि के साथीहरू, म चाहिँ सधैँ एउटा एउटा छोटो छोटो ब्लगहरू बनाएर अपलोड गर्नु परोस् भन्छु कि तर खै के हुन्छ क्या अब अपलोड गर्न सधैँ चाहिँ पाउँदिनँ नि त। अनि आज चाहिँ विद्यालयबाट आइसके पछाडि चाहिँ नि अब छोटो भिडियो बनाउनु पर्यो भनेर सुर्कसे। अनि हाम्रो चाहिँ गाउँमा सानो बाबुहरूको वर्तमानको निम्तो थियो क्या साथीहरू। अनि हामी चाहिँ सबैजना एकैचोटि जाने सल्लाह गरेको थियौँ। अनि हामी चाहिँ सबैजना यसरी रेडी भएर लाग्यौँ हिँड्दै हिँड्दै। अनि छति नजिकै हो क्या साथीहरू, हाम्रो घरदेखि नजिकै। अनि यसरी हामीले चाहिँ वर्तमानमा पुगिसकेपछि पालो टिका लगाइदिउँ सबैजनाले। मिसहरू हुनुहुन्छ, यसरी टिका लगाइसके पछाडि हामीले चाहिँ आफूले थोरै थोरै लगेको दक्षिणाहरू पनि त्यही टिका लाउँदै दियौँ यसरी। अनि पालैसँग हामी थुप्रैजना गएको थियौँ नि त साथीहरू, थुप्रैजना भन्दा पनि 7-8 जना थियौँ। अनि म चाहिँ सधैँ एउटा भ्लग बनाउनु पर्यो भनेर भन्छु क्या, तर खै के हुन्छ क्या, खिचिदिने पनि हुँदैन। अनि भनेको बेला भ्याइँदैन पनि क्या साथीहरू। अनि जाने ठाउँ पनि कहीँ हुँदैन, त्यस्तै घरकै काम पकायो खायो, यसो अलिअलि गाईलाई खोले यस्तै मात्रै कामहरू हुन्छ नि त। अनि फेरि खिचिदिने पनि कोही हुँदैन क्या। अनि अब अहिले चाहिँ बिहे वर्तमान हौ त्यस्तैकै सिजन छ नि त। अनि त्यही भएर नि त्यसकै मौकामा चाहिँ छोटो छोटो भिडियो अपलोड गर्दैछु। अनि यसरी हामी चाहिँ वर्तमानमा टिकासिका लगाइदिइसके पछाडि चाहिँ खाने ठाउँतिर लाग्यौँ। अनि त्यहाँ चाहिँ आजकल चाहिँ क्या हाम्रो गाउँतिर एउटा क्याट्रिन छ नि त। अनि प्राय सबैतिर चाहिँ क्याट्रिनले नै अहिले चाहिँ कामहरू गरिदिनुहुन्छ, जिम्मा लिनुहुन्छ नि त। जुनै कार्यक्रम गरे पनि राम्रो तरिकाले एकदमै भरपर्दो र अनि गाउँघरकै भएकोले गर्दाखेरि अनि कामको पैसा पनि ठिकैले लिनुहुन्छ क्या। अनि हामी चाहिँ अनि यो क्याट्रिनले लिने हुँदा चाहिँ एकदमै सहज पनि हुँदो रहेछ क्या जुनै पनि कार्य गर्नको लागि। अनि धेरै भरपर्दो पनि। अब हामीलाई आफूलाई टेन्सन पनि लिनु परेन। हो यस्तै छ है हाम्रो चाहिँ गाउँघरको भिडियो। अनि हामी चाहिँ यसरी खाना खाइसके पछाडि चाहिँ सबैजना आफ्नो घरको लागि अब बाटो एउटै पर्छ, सबैजना हामी चाहिँ गफ गर्दै घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।